नेवार्स आर नेटिभ टु काठमाडौँ भ्याली किन आज उनीहरू नेपाल भरि फैलिएका छन् त? उपत्यका भरि भयानक विफर फैलिएको थियो। आफ्नो छोरा गिरवान युद्ध शाहलाई बचाउन राजा रणबहादुर शाहले विफर लागेका परिवारलाई उपत्यका छोड्न आदेश दिए। पूर्वतिर भोटेकोशी पारी अनि पश्चिमतिर मर्स्याङ्दी पारी। आमा बुबाले बिरामी बच्चा बोकेर दिनौं हिँड्नु पर्यो। धेरै बच्चाहरू त बाटोमै मरेका बच्चाको अन्त्येष्टि समेत गर्न दिइएन। लास खोसेर नदीमा फ्याँकियो। कतिले घर गुमाए त कतिले जीवन। यो पीडा आज पनि शीतला माझुको गीतको रूपमा सम्झनामा गाइन्छ। आज पनि यो गीत सुन्दा धेरैको आँखा रसाउँछ। तर कथा त्यतिमै रोकिएन। गोर्खाली शासनपछि स्वतन्त्रता झन् घट्दै गयो। कारीगरसँग काम रहेन, व्यापारीसँग भविष्य रहेन। त्यही भएर व्यापार मार्फत काठमाडौँदेखि लासा, दार्जिलिङ, कालिम्पोङसम्म नेवारहरूको बाटो फैलियो। नयाँ भाषा सिके, नयाँ पहिरन अपनाए, नयाँ ठाउँमा परिवार बसाए। तर संस्कृति कहिल्यै छोडेनन्। धर्म र संस्कृतिमा रोक लाग्दा त्यो जोगाउन पनि धेरै परिवारहरू सरे। कोही भिडभाड, महँगो जीवन, प्रदूषण र राजनीतिक अस्थिरताका कारण सरे भने आज चाहिँ शिक्षा र अवसरले नेवारहरूलाई संसारभरि पुर्याइरहेको छ।